गाउँ हिँड्दैछौँ गाउँ यहाँ चाहिँ हुनुहुन्न मान्छे हुनुहुन्छ ओहो छन् हुनुहुन्छ भने म यहाँ छिर्छु स्कुटी रोकेर मैले फेरि प्रेसर नाप्नु अक्सिमिटर लिएर हिँडिरहेको छु यहाँ चाहिँ मामाश्रीको घर हो यो चाहिँ मामाश्री है मामाश्रीको घर बाख्राहरू पनि कराइरहेछ नमस्ते भिडियो बनाउनु उहाँ चाहिँ हाम्रो मामा हुनुहुन्छ के गर्दै हुनुहुन्छ चोया काट्दै हुनुहुन्छ डोको बुन्नलाई हेर्नु गाए जस्तो छ है ओहो अनि माइजू कहाँ हुनुहुन्छ त ए ठुली आमा हो अनि मामाश्री भनेपछि माइजू पर्ने होइन र नि हो ठुली आमा ल ठिक छ ठुली आमा पर्ने अरे मामाश्री भएर ठुली आमा पर्ने अरे गाइज हामी चाहिँ यहाँ आएको छौँ स्वास्थ्यको उहाँ टपरी बुन्दै हुनुहुन्छ के को लागि टपरी बुन्दै हुनुहुन्छ सरादै कसको बाबुको कसको ए सासू ससुरा उहाँ टोपी बुन्दै हुनुहुन्छ सासू ससुराको लागि जस्तो तपाईँको ठिक छ ठिक छ ठिक छ नाप्नु पर्छ नापौँ मर्ने रोग त सबै बेर चाहिँ मामाश्री हँसाउनुहुन्छ मान्छेहरूलाई यहाँ एउटा ज्ञान मैले एउटा मेडिकल ज्ञान के दिन लाग्यो भने तपाईँको चाहिँ हार्ट एट्याक मान्छेलाई हुन्छ होइन मुटुको हार्ट एट्याक हुन्छ हार्ट एट्याक भइसकेपछि मान्छे के छ कस्तो छ भन्दै घरले सोध्दै हुनुहुन्छ गाइस होइन मामाश्रीलाई अहिले मैले दिने एउटा अभियान नाप्न सुरु गरिसक्नु भएको छ सानीमालाई कस्तो छ प्रेसर भनेर हेर्नलाई जागिरै हो त नि मैले 14-15 नाप्दै हुनुहुन्छ मेरो त प्रेसर बढ्यो होला एकछिन नबोल्नु है बोल्नु हुँदैन अरे सानीमा प्रेसर नाप्दा ए ठुली आमा म चाहिँ उहाँको जहिले पनि बिर्सिन्छु खास गरी मामा परेपछि माइजू पर्नु पर्ने होइन अनि दुइटै रिलेटिभ उहाँको चाहिँ प्रेसर त देखाउनु न 160/100 रहेछ तपाईँको बढी छ प्रेसर नुन कम खानुहोस् तपाईँले हो र तपाईँले नुन नखानु नि अनि मसलादारमा चाहिँ तपाईँले के त्यो राख्नुहोस् भने अक्सिमिटर पनि नाप्नु अदुवा के अरे लसुन नखानुहोस् है लसुनले पनि प्रेसरलाई हाई बनाउँछ चिल्लो कम खानुहोस् है तपाईँले अब यो प्रेसर चाहिँ अहिले 160 बाई तपाईँको टाउको दुख्ने बानी तपाईँलाई टाउको दुख्छ हो यो त्यही कारणले टाउको दुखेको हो त्यो 81 झ्याप्पै हाई भइहाल्यो र तपाईँको चाहिँ अहिले अब यहाँ प्रेसर हाई हुनु भनेको चाहिँ के हुन्छ त भन्दा प्रेसरले हान्यो भने त गाह्रो हुन्छ चिल्लो पनि बढी नखाने है अमिलो खानु भएन हो धेरै अमिलो हामी फेरि त्यहाँबाट निस्केर गाइस माथितिर लाग्यौँ हामी मामाको र सानीमाको घरबाट निस्केर होइन दुइटै रिलेटिभ भएको भएर अरे कि यो भएको अब त्यसपछि हामी फेरि यहाँ यो उहाँ चाहिँ को अरे हजुर हुनुहुन्छ त्यो खोलै छ हामी फेरि एक ठाउँमा आयौँ त्यहीँको यहीँ माथि हामी यो घरमा प्रेसर नापे मात्रै हाल्छौँ आज प्रेसर नापेको अक्सिजन नापेको मात्रै हाल्छौँ र उहाँले प्रेसर नाप्दै हिँड्नुहुन्छ अनि म चाहिँ भिडियो बनाउँदैछु र होइन सानो वाउ कति ठुल्ठुलो मस्याङ नमस्ते सानीमाई दुवैजना ए बाहिरै आउनु न ठिक छ अनि हामी चाहिँ यहाँ गएर उहाँ पनि सानीमा पर्ने होइन काकी सानीमा को पर्यो हाम्रोमा मेरो ब्लग है मेडिकल चेक गरिरहेको छु म तपाईँको प्रेसर कस्तो छ नाप्नुहुन्छ भने प्रेसर लो यस्तो केही औषधि पऱ्यो नि उहाँले दिनुहुन्छ क्या भोलि ल्याएर प्रोभाइड गर्नुहुन्छ अब भोलि स्वास्थ्य चेक गरौँ पानी छिटायो अनि यस्तो छ भनेपछि अब गर्मी चर्किन्छ सानीमा चाहिँ मजाले सुतेर टिभी हेर्दै हुनुहुन्छ उहाँ यहाँ मस्याङ सुकाउँदै हुनुहुन्छ उहाँ चाहिँ प्रेसर नाप्दै हुनुहुन्छ रातमा त जानुपर्छ अरे प्रेसर नाप्न हामीले चाहिँ अब यहाँ आज यहीँ सुविधा गर्दैछौँ हामीले प्रेसर नाप्नलाई अनि
प्रेसर नाप्नु भने चाहिँ गाउँमा यतिको सुविधा भयो भने सजिलो हुन्छ नि होइन अझ जीवन जल मैले गर्छु भने कि त्यता काकाको अगाडि नि मेरो यो गर्छु मैले त्यही भएर उहाँले गर्दै हुनुहुन्छ यो उहाँको एकदम राम्रो काम हो होइन गाइस पानी पर्न लागेको छ यहाँ चाहिँ भरि गर्न लागेको अनि उहाँले नाप्दै हुनुहुन्छ प्रेसर तपाईँको प्रेसर आज एकदम ठिक छ एकदम करेक्ट 120/80 नै छ तपाईँको चाहिँ आज चाहिँ 120/80 होइन 120/90 आज 120/90 छ पानी खानु होइन नुन पनि त्यस्तो धेरै छ अलिकति डर लागेको जस्तो भएको छ क्या हो तपाईँलाई त्यस्तो कि मुटुको धड्कन अलिकति कुनै बेला मलाई त्यस्तो हुन्छ अब यो के कुनै कुनै बेला कस्तो कस्तो त्यो सोच्नुहुन्छ अलिकति बढी सोचे पनि होइन स्कुलमा गाई बस्तु सबैकै घरहरू नै यस्तो छ उहाँ चाहिँ आमा हुनुहुन्छ नमस्ते आमा हजुरको प्रेसर चेक गरौँ अनि आमालाई चाहिँ प्रेसर नाप्ने अरे हजुर चेक गर्न आएको म मेडिकल चेकिङ गर्छु नि त आमाको प्रेसर नाप्ने अरे आमाको प्रेसर नाप्ने कति वर्षको हुनुभयो तपाईँ अहिले टोपी खोले 4 सालको 4 सालको आमा 4 सालको भनेपछि अब 78 वर्ष हुनुभयो 78 वर्षको आमा हेर्नु त यत्रो गाउँमा हट्टकट्ट अहिले आफूले रोग लगाएर बिराम गरेको छ तेरो विशेष श्रीमती केटाकेटी केटाकेटी नै अनि अहिले खोइ त अनि अरू कता आमा 78 वर्षको आमा यत्रो तागत हुन्छ गाई त हामी चाहिँ खोइ त भनेदेखि भिडाजुकी द्वाइकी दाजुबाको आउनुभएको छैन आमाको प्रेसर नाप्दै हुनुहुन्छ उहाँ हो एकछिन नबोल्नु ल यो प्रेसर चेक गर्नु प्रेसर चेक गर्ने बेला बोल्नु हुन्न अरे आमा है नबोलिदिनु अक्सिजन पनि लाउनु भयो हुन्थ्यो कि आमाको प्रेसर कति छ उहाँले हेर्नुहुन्छ सास त फेर्नु फेरि सासै नफेर्नु होला फेरि आमा बोल्दै नबोल्नु भनेपछि प्रेसर लो रहेछ तपाईँले चाहिँ अलिकति आमाको प्रेसर लो रहेछ नुन चिनी पानी र पोषकयुक्त झोलिलो खानु पर्यो यो उमेरमा त तपाईँको पानी खानु पर्यो हाई हुनुपर्ने होइन अब बस नि यहाँ बस प्रेसर लो छ तपाईँको पनि प्रेसर 100/80 भनेको 100 ठिकै 100/80 भने 10 हुनु पनि अलिकति ठिकै हो त्यस्तो नराम्रो होइन तपाईँले पनि नुन खानुहोस् 120 भनेको ठिकै अलि 120/80 करेक्ट हुनु पर्यो अलिक बढी खानु अनि फलफुलहरू